एजेनले भन्यो जिन्दगी बदलिन्छ दाइ परदेश जाऊ, तर सत्य त कस्तो, खुट्टा भाँचिने जस्तो कडा काम, रातभरि रुने मन चाहिँ कसको। दिदी बहिनी दाजु भाइ सबैलाई झुट्टा सपनाले फसायो। हामी नेपाली परदेशमा आगो भएर बाँच्दैछौँ, तर एजेनले त झुकाएर पठायो। घरमा बुबामाको आशा छोरो परदेश गएपछि उठ्छ हाम्रो चुलो। एजेन्टको अफिसमा कागज साइन गर्दा मनमा लागेको थियो यो नै होला चुलो। काम सजिलो छ दाइ, बितिन्छ वंशलारी, त्यही चकचके झुटले धोका दियो। टिकट मेडिकल भिसा सबैतिर कटौती हामीलाई नै बेचेर खान खोजियो। लोन लिएर आएको कसैको खेत झारियो, कसैको गहनाको सुन गयो। परदेशको विमान झरदा मन भन्थ्यो अब त राम्रो हुन्छ होला, तर रियालिटी कामको लिस्ट हेर्दा नै सानो सपना ठुला घाउ भएर टल्कियो। दुतीमा घाम जसरी भट्टीको आइरन दलेको छ, निद्रा कम पसिना धेरै, खान पनि डालो जस्तो पानी रोटी जस्तो ढुङ्गा बलेको छ। खुट्टा फुटेको हात्ती लिएको रातमा क्रिम लगाएर ड्युटी जानु पर्छ। लाइफको सफरिङ कसैलाई बताउन नपाइन टच्चा दुःखलाई मनभित्रै टास्नु पर्छ। होस्टेलमा आज न असली घुम्सिएको कोठा, एसी छैन फ्यान घुमेको जस्तो नयाँ सपना धोइदिन्छ। घरमा फोटो हाँसेर पठाउँछौ ठिक छु भन्दै, तर परदेशमा मन भित्रैभित्र तर्दै भित्रैभित्र ढल्दै। दिदी बहिनीका आँसु धेरै जसो कसैले देख्दैन, हेरिरहने नजरहरू हिम्मत चेक्ने घाउ बनी जसो। दुई शिफ्ट गरेर काम निद्रा आधा, चोट पुरै तर घरमा छोरी ठिकै छ भन्ने एक शब्दले मन भित्र ठुलो लाइफ बन्छ। एजेन्टले भनेको काम क्लिन अफिस जब, तर रियालिटी मरुभूमि जस्तो रुखो सुनसान जब। एक्लोपन सबैलाई काट्छ, सपना धेरैलाई च्यात्छ। नेपाली नारी हट कडा भएको अभाव, तर आँसुले नै रात काट्छ। दाजुभाइको स्ट्रगल बाहिर हाँसो भित्र डिस्ट्रक्सन, कति गाह्रो छ भन्ने सोध्ने मान्छे छैन यो पेनको रेजन। बसको गाली डेली स्केड्युल सम खाँदैन, माथि उपर टेब्र उठक भली पिँढीको चालनी हामीलाई मार्ने गर्दै जान्छ। खुट्टा दुखेकै ड्युटी ज्वरो आए पनि काम, नेपाली त हो हन्छ दाइ भन्दै आफ्नै पीडा हटमा थाम। रातको 3 बजे काम सकेर फर्कँदा सडक नै सुनसान, तर मनमा ड्रिम नेपाल फर्केर उठ्ने अदम्य ज्यान। एजेन्ट भनेको काम विक्रेता, मान्छे बेचेर चल्ने व्यापार। मिठा बोली भित्र धोका, झुट बोल्ने बानी बारम्बार। हामीलाई सपना बेचेर बिङबाम बढाएर परमास्त्र राखेर परदेश पठाएर हासन मागेर। तर थाहा छ एजेन्ट हामी नेपाली काएर छैनौ, फसाइदियौ तर उठेर लड्ने हिम्मत तिम्रो कागजले रोक्दैन, हामी आगो बनेर उठ्छ। परदेशले हामीलाई जलायो, तर खुट्टै फाइरन बलियो बनायो। एजेन्टले झुकायो, तर हाम्रो हसल 1000 गुणा बढायो। परदेशले हामीलाई जलायो, तर खुट्टै फाइरन बलियो बनायो। एजेन्टले झुकायो, तर हाम्रो हसल 1000 गुणा बढायो। दिदी भाइ दाजु सबैले भोग्दैछ दुःख, तर हाम्रा सपनाहरू कतै हराउँदैनन्। हामी नेपाली जसले परदेशको मरुभूमि चिरेर पनि जिन्दगीलाई जित्छौँ, टल्किन्छौँ, उठ्छौँ। एजेन्टले झुकाए पनि हामी उठेर देखाउँछौँ। नेपाली हार्ट बलले हार्दता, यो ऱ्याप तपाई जस्ता सबै परदेशीलाई समर्पित गत।